सबैलाई नमस्कार है। मैले चाहिँ आज चाहिँ हाम्रो यो नेपालको चाहिँ जुन राजनीतिक विषयवस्तु छ नि, त्यो विषयवस्तुमा चाहिँ अलिकति विवेचना गरेँ कि भन्ने हिसाबले हो। विशेष गरी पछिल्लो यो चुनाव छ नि नेपालमा भएको स्थानीय के अरे भनौँ न प्रतिनिधि सभाको जुन चुनाव छ नि, त्यो चुनावको नतिजा अनि त्यो चुनाव पछिको घटनाक्रम भनौँ न, विशेष गरी चुनाव अघिदेखि पछिसम्मको त्यस समग्रमा चुनावको पेरिफेरीमा अलिकति कुरा गरौँ है, त्यसको विवेचना गऱ्यौँ भन्ने हिसाबले हो। तपाईँको यसपालिको चुनाव छ नि नेपालको चाहिँ यो फागुन 21 गते भएको यो प्रतिनिधि सभाको चुनाव छ नि, त्यसमा चाहिँ अहिले विशेष गरी चाहिँ आएको मत परिणाम हिसाबले हेर्दाखेरि चाहिँ एकदम अनएक्सपेक्टेड, त्यसपछि त्यो कसैले सोध्दै नसोचेको घटनाक्रमहरू होइन, सोध्दै नसोचेको चाहिँ परिणाम आयो भनौँ न एक हिसाबको। किन भन्दा राजनीतिक विश्लेषकदेखि लिएर राजनीतिक दलदेखि लिएर होइन, विदेशी शक्तिहरूदेखि लिएर कुनै पनि शक्तिहरूले भनौँ न, स्वयं जनता भोट हाल्ने जनता पनि ढुक्क थिएनन् क्या, यति यस्तो यो हिसाबले चाहिँ आज यसपालिको नतिजा आउँछ भन्ने कुरा होइन। यो नतिजाको समग्रमा चाहिँ हामीले एउटा एक शब्दमा भन्नुपर्दाखेरि चाहिँ यसको नतिजा चाहिँ तपाईँको चाहिँ के छ भन्दाखेरि जनताले एउटा ठोस भनौँ न देशको लागि चाहिँ स्थायी रूपमा चाहिँ 5 वर्ष शासन गरेस् कसैले, अथवा देश चाहिँ सुशासनमा अथवा राम्रो निर्देशनमा अघि बढोस् भन्ने हिसाबले चाहिँ मेन मान्छेको फोकस चाहिँ मान्छेको भनौँ जनताको इच्छा आकांक्षा चाहिँ त्यो हो भोट हाल्ने मेन चाहिँ। तर अब यो परिणाम कसरी आयो भन्नेमा म अलिकति पछाडि जान्छु ल। अब यो परिणाम कसरी आयो भन्ने केसमा चाहिँ विशेष गरी चाहिँ हामीले चुनावमा कस्तो अवस्थामा भएको छ भनेर हेर्नुपर्ने हुन्छ। नेपालको चुनाव चाहिँ यसपालि के अवस्थामा भइदियो भन्दाखेरि 1 महिना पहिलादेखि सेना परिचालन गर्यो, नम्बर 1 कुरा चुनावको लागि होइन। अनि नम्बर 2 कुरा, अब चुनावमा विशेष गरी पार्टीगत रूपमा भन्नुपर्दाखेरि राजसपा बाहेक कोही पनि तयार थिएनन् चुनावको लागि होइन, कोही पनि तयार थिएनन्। यो भन्दा न काङ्ग्रेस थियो, न एमाले थियो, न माओवादी थियो, न पुराना पार्टी अरू पार्टीहरू थिए, साना पार्टीहरू, न तपाईँको राष्ट्रवादी पार्टीहरू थिए होइन, राप्रपा थिए, न त्यो पब्लिक नै थिए, जनता नै थिए होइन, कोही पनि पक्षमा थिएनन् क्या। मात्र एउटा पार्टी थियो राजसपा चुनावको पक्षमा थियो, अनि विशेष गरी पश्चिमा शक्तिहरू भनौँ न, पश्चिमा शक्तिहरू चुनावको पक्षमा थियो, अरू कोही पनि पक्षमा थिएन, सबै विपक्षमा थिए होइन। नेपालको उत्तर दक्षिण छिमेकी पनि पुरै विपक्षमा थिए। चुनाव अब यसको नतिजा राम्रो दिएन भन्ने हिसाबले उनीहरूले आफ्नो हिसाबले त्यो चुनाव थियो। त्यस्तो बेलामा भएको चुनाव हो नम्बर 1 कुरा। अनि दोस्रो कुरो चाहिँ चुनावमा चाहिँ कसरी एउटा डिजाइन हिसाबले चाहिँ कसरी चाहिँ एउटा एक पक्षमा चाहिँ त्यो नतिजा आयो भन्ने हिसाबले चाहिँ म तपाईँलाई 2-3टा कुरा बताउँछु। विशेष गरी चाहिँ हाम्रो एल्गोरिदम भन्छ होइन, जस्तै सोसल मिडिया, विशेष गरी सोसल मिडियाको एल्गोरिदम चाहिँ यिनीहरूले पहिले भनौँ न सेट छ अटोमेटिकली होइन। अनि एल्गोरिदमले के गर्यो भन्दाखेरि तपाईँलाई म एउटा इक्जाम्पल दिन्छु चाहिँ, उदाहरण चाहिँ हामीले चाहिँ मैले भनौँ न, विशेष गरी मैले चाहिँ लगभग 2-4 वर्ष पहिलादेखि चाहिँ सुनिरहेका, विशेष गरी अमेरिकाको चुनाव अथवा रसियाको चुनाव अथवा चाइनाको चुनावमा होइन चाहिँ आरोप लगाइरहेको हुन्थ्यो क्या। उनीहरूले के आरोप लगाइरहेको हुन्थ्यो भने विशेष गरी अब अमेरिकाले रसियालाई आरोप लाउने होइन, अथवा अमेरिकाले चाइनालाई आरोप लाउने, विशेष गरी त्यो आरोप लगाइरहेको हुन्थ्यो। के आरोप लगाइरहेको हुन्थ्यो भन्दाखेरि तिमीहरूले चाहिँ हाम्रो चुनावमा चाहिँ प्रभावित बनायो, मान्छेको मत दिने अधिकारलाई चाहिँ मताधिकारलाई चाहिँ प्रयोग के अरे एल्गोरिदमले अथवा विभिन्न सोसल मिडियाबाट चाहिँ प्रभावित बनायो हाम्रो भोटरहरूलाई भनेर विशेष गरी अमेरिकाले आरोप लाउँथ्यो होइन। अब रसियाले पनि त्यस्तै 1-2 पल्ट मैले सुनेको छु होइन, चाइना त्यस्तै कुरो छ। त्यो छ कुरो भनेपछि पहिला हामीले चाहिँ विदेशमा प्रभावित बनाए सोसल मिडियाबाट अथवा मिडियाबाट चाहिँ जनताको जुन मताधिकार हुने दिने सुविधा छ त्यसलाई चाहिँ प्रभावित बनाएर मान्छेलाई भनौँ न एक पक्षमा गयो भन्ने हिसाबले हामीले पहिला मैले भनौँ न, विशेष गरी मैले सुनिरहेको अवस्था हो। तर यसपालि चाहिँ त्यसको नतिजा ठ्याक्कै आँखै अगाडि ठ्याक्कै नेपालको इलेक्सनमा देखा पर्यो क्या। किन भन्दाखेरि तपाईँको इलेक्सन ताक लगभग 1-1.5 महिनादेखि मान्छे बिहान नर्मली 5-6 बजे उठ्छ होइन, बिहान उठेदेखि बेलुका राति नसुतिन्जेलसम्म सबै ठाउँमा
एभ्रिवेयर काहीँ पनि बाँकी छैन क्या सोसियल मिडियामा, चाहे फेसबुक भन्यो, चाहे टिकटक भन्यो, चाहे युट्युब भन्यो, चाहे इन्स्टा भन्यो, कुनै पनि प्लेटफर्म चाहिँ सोसियल मिडियाको प्लेटफर्म कुनै पनि चोखो छैन। खाली घन्टी खाली बिहान उठेदेखि नसुतेसम्म मान्छेलाई त्यो 1 महिनासम्म दिमागमा त्यो पारिदिएपछि त मान्छेको दिमागमा परेपछि के हुन्छ त? स्वाभाविक हो, मान्छे त अन्धो हुन्छ। किन अहिले सोसियल मिडियाकै जमाना छ होइन? हो, त्यो भएर त्यो एउटा कारणले गर्दा भोट पुरै खन्यो एकतिर, विशेष गरी घन्टीमा खन्ने भनौँ न, सिधा गरेर भन्नुपर्दाखेरि। अनि अर्को कुरा तपाईँको अब त्यो एल्गोरिदमको मात्रै सेयर छैन, एल्गोरिदमले 50% काम गरे होला, 50% त अरू पनि बाँकी छ। अनि अरू के भन्दाखेरि विशेष गरी विद्यार्थीको विद्रोह पछि भाग। अनि तपाईँको अर्को कुरा चाहिँ त्यसपछि अर्को भनौँ न, त्यो एउटा पाटो भयो होइन, यो कसरी भोट खन्ने भन्ने हिसाबले भने। अर्को चाहिँ तपाईँको चाहिँ विशेष गरी यो जुन विद्यार्थीको भनौँ न, युवा भनौँ न, विद्यार्थी युवा प्लस होइन, यिनीहरूले चाहिँ जुन विद्रोह पछिको कन्डिसन छ नि, विद्रोहभन्दा अगाडि अलिक फरक कन्डिसन थियो नेपालको, विद्रोह पछि अलिक फरक कन्डिसन भयो। किन विद्रोह पछि चाहिँ जनताको आँखामा चाहिँ छर्लङ्ग भयो क्या, नेपालको पोलिटिकल पार्टीका लिडरहरूले के गरिरहेको रहेछन्, देश कसरी चलिरहेको रहेछन्, कति अकुत सम्पत्ति कमाइरहेको रहेछन्, कसरी घरमा त्यसरी राखिरहेको रहेछन् होइन, जमिन मुनिदेखि लिएर त्यो सबै कुरो आन्द्राभुँडी, त्यो नेताको धोती टोपी, त्यो लमौरी हो नि, लमौरी पनि फुस्क्यो। विशेष गरी यो विद्रोह, यो युवाको विद्रोह पछिको घटनाक्रम हो। त्यसपछि मान्छेको दिमागमा, जनताको विशेष गरी पब्लिकको दिमागमा के पर्यो भन्दाखेरि यिनीहरूले त सर्वस्व लुटाइरहेछन्, नम्बर 1 कुरा भयो। अनि नम्बर 2 कुरा के भयो भन्दाखेरि तपाईँको त्यो विद्यार्थीको जुन विद्रोह थियो नि अघिल्लो दिन 23 र 24 गते, 23 गते त्यो एक त विद्यार्थी मर्दैन थियो, दोस्रो कुरो यदि मरिहालेको खण्डमा नै त्यो 19 जना मात्रै मर्थ्यो विद्यार्थी, त्यसपछि भोलिको घटना केही पनि हुँदैन थियो। किन भन्दा एउटा ओलीको अहमता कारणले, ओलीको घमण्डले गर्दा होइन, देश चाहिँ पुरै अघिल्लो दिन त्यो त ध्वस्त भयो, भोलिपल्ट तेस्रो डबलतिर झन् ध्वस्त भयो, देशै ध्वस्त भयो होइन, त्यो कन्डिसनमा। त्यो पनि मान्छेले आँखामा छर्लङ्ग देखेर, आफैले आँखाले देखेर इलेक्सनमा ठ्याक्क भोट हाल्ने बेला मान्छे के दिमाग गर्यो भन्दाखेरि दिमागमा मान्छेको दिमाग घुम्न थाल्यो। के घुम्न थाल्यो भने त्यो 19 जना बच्चा मऱ्यो, भोलिपल्ट देश पुरै चलेको विद्रोह, के अरे देश चलेर टोटल 78 जना मान्छे मऱ्यो, यो सबै कुरो दिमागमा थुप्रो। नम्बर 2 कुरा भयो होइन। अनि नम्बर 3 कुरा चाहिँ के भन्दाखेरि जनता चाहिँ एउटा निष्कर्षमा के पुग्या हुनसक्छ भन्दाखेरि चाहिँ अब यिनीहरू पार्टीले केही पनि गर्दैनन्, देशको लागि देशको अब समस्यामा हुन्छ, पर्खा हुन्छ। अब विकल्प खोज्नुपर्छ भन्ने जनतामा पऱ्यो। अब विकल्प खोज्दाखेरि चाहिँ कस्तो भयो भन्दाखेरि जनताको नजरमा चाहिँ अब विकल्प भनेको चाहिँ अब एमाले काङ्ग्रेस माओवादी भने 3टा पार्टी, मेजर 3 पार्टीको विकल्प के हो? अब त्यही अब भनौँ अहिले हिसाबले घन्टी, त्यसपछि आएर कुलमानको, अनि यता हर्कको होइन, अथवा राजसंस्था राप्रपा होइन, विकल्प त्यही हो। अनि अब तपाईँको अब के अरे कुलमानको त अब कुलमान चाहिँ अब मन्त्री भएपछि धोती टोपी भइसक्यो, उसको धोती खुसिसक्यो, थाहा भइसक्यो जनताले, प्रष्ट कति भ्रष्टाचार गरेर चाहिँ के अनित गरेर के गरेछ भन्ने कुरा। अनि अर्को कुरो चाहिँ प्लस राष्ट्रवादसँग जुन एकीकरण भयो नि कुलमानको, अनि अर्को धोती अर्को त्यो लमोटी फुस्क्यो होइन, 12 दिन पनि टिकेन होइन, त्यस्ताले के गर्छन् भन्ने भयो। नम्बर 1 कुरा त्यो सकियो। अनि अर्को कुरो यता हर्ककोतिर जाऊँ। अब हर्ककोमा चाहिँ हर्कको एकदम त्यो हर्कवाद जुन सिद्धान्त छन्, जो चाहिँ अहिले चाहिँ नेपालमा भएको सिद्धान्त मध्येमा नेपालको लोकल भनौँ न, एउटा स्थानीय नेपालको माटो सुहाउँदो त्यो सिद्धान्त हो, एकदम त्यो बवाल छ है। त्यसमा केही अझ केही थप्यो भने अझ बवाल होला होइन, त्यो छ। तर सिद्धान्त मात्रै भएन, किन भन्दाखेरि लिडरसिप पनि राम्रो पऱ्यो, मान्छे पनि उम्मेदवार पनि त्यस्तै उठ्नु पऱ्यो होइन। त्यो अलिक त्यो कमजोरी भयो होला सायद हर्कको पार्टीबाट, सायद संसदीय पार्टीबाट। अनि अर्को कुरो चाहिँ के भन्दाखेरि विशेष हर्क साम्बाङले चाहिँ होइन, अध्यक्ष भनौँ न, त्यहाँ त्यो के अरे संसदीय पार्टीको अध्यक्षले चाहिँ उहाँको त्यो फेसबुक स्ट्याटस र अलिक बोलाइमा भनौँ न, भाषणमा कतिपय कुराहरूमा चाहिँ त्यसले गर्दा मान्छेहरू अलिकति हच्किए। उहाँले आफ्नै भनौँ न त्यो पर्सनालिटी चाहिँ घटाउनु भयो क्या उहाँले होइन, त्यो भयो। त्यो कारणले गर्दाखेरि त्यो पनि भयो नि विकल्प जनताको नजरमा। अनि अर्को के भयो भन्दाखेरि तपाईँको अब यता राप्रपाको कुरा गरौँ होइन, राष्ट्रतावादी राप्रपाको कुरा। राष्ट्रतावादी राप्रपामा चाहिँ के भन्दाखेरि सबै पञ्चायत कालदेखिको मान्छे भए, नम्बर 1 कुरा। दोस्रो कुरो चाहिँ तपाईँको अब त्यो दुर्गा प्रसादलाई थुनिसकेका अवस्थामा होइन, भनौँ न राष्ट्रतावादी विशेष गरी राष्ट्रवादी र राष्ट्रतावादीहरूलाई पुरै दमन गरिसकेको अवस्था सरकारले होइन, पुरै जेलमा थुनिसक्यो, लगभग 2-3 दिन मान्छे थुनिएको थियो होला चुनावको ताको, त्यसै चुनाव गरिरहेछ। त्यो कारणले त्यो त यसरी नै दबिनी भइहाल्यो त्यो सुरु होइन, राष्ट्रता पक्षधरको भनौँ न, विशेष गरी राष्ट्रतावादीहरूको सोच एकदम दबिनी भइहाल्यो।
अनि अर्को कुरो चाहिँ अब त्यसको केही छैन नि त। अब सबै विकल्प भनेका तीन चारवटा अब भनौँ सङ्गठनहरूको त्यो अवस्था भएपछि के भयो भने जनताले एउटा मात्रै घन्टी भन्ने भयो। किन भयो भन्दाखेरि यता रवि छ उता बालेन छ। अब यिनीहरूले त देश के नि के गर्छ भन्ने भयो जनतालाई, होइन, नम्बर 1 कुरा। अनि नम्बर 2 कुरो फेरि अहिलेको जुन परम्परागत पार्टीहरूबाट सबभन्दा धेरै अलिकति जनताको नजरमा चाहिँ अलि पीडित अथवा उनीहरूले दुःख दिए अलिकति खेदेको भनेको यता रविलाई हो अनावश्यक, होइन। अनि त्यसपछि बालेनलाई हो। नगरपालिकाको मेयर हुँदाखेरि उसलाई अनेक कुरा, होइन, उनीहरूको ठासा ठुसी पहिलेदेखि भइरहेको अवस्था हो। त्यो कारणले यो समग्र कामले गर्दाखेरि, समग्र कुराले गर्दाखेरि चाहिँ यो असर परेको छ अहिलेको इलेक्सनमा विशेष गरी। अनि त्यो कन्डिसन छ, होइन। अब त्यो कन्डिसन भएको कारणले अब जनताले चाहिँ मैले देखेको चाहिँ जनताले चाहिँ राजसभालाई विशेष घन्टीलाई चाहिँ भोट के गरिदियो भन्दाखेरि ओभरडोज दिए क्या। मेरो आफ्नो विश्लेषण, त्यो मेरो आफ्नो शब्द हो, ओभरडोज दिए क्या। किन उनीहरूले आफैले नै भनेको थियो लगभग बहुमत पुग्न गाह्रो छ, पुग्न सक्छ भन्ने कुरो गरेको थियो। 2/3 नजिकै पुर्याइदियो जनताले त। भोट ओहिले आँखा चिम्म गरेर घन्टीमा हाल्दै उम्मेदवार गर्दा भयो, उम्मेदवारले पनि जितेर आयो, होइन। त्यस्तो अवस्था भयो हो। त्यो कारणले अब यिनीहरूले चाहिँ अब के छ भन्दा यो बचिरहने अवस्था गाह्रो छ। यो यिनीहरूले जुन छ नि ओभरडोज, यो ओभरडोज उनीहरूले बचाउन पनि सक्दैनन् मैले देखाएँ, होइन। 5 वर्षभित्र केही न केही हुन्छ। र अहिलेको अनि अर्को कुरो भनिदिइहालौँ, अहिलेको जुन इलेक्सनबाट जुन भनौँ न प्रतिनिधि सभा आयो, होइन। अब जुन सरकार अब बालनको नेतृत्वमा सायद गठन होला, के होला, उनीहरूको के गर्दा काम जाला। तर यसले के गर्छ भन्दाखेरि चाहिँ एउटा दुईवटा काम गर्नु। एउटा कुरो यसले निकास दिँदैन देशको। किन निकास दिँदैन भन्दाखेरि तपाईँको देश चाहिँ विशेष गरी तपाईँको यो यो युवाको विद्रोहको पछि अवस्थाको कुरा गर्दैछु मैले। नेपाल 0 छ भने मतलब सबै क्षेत्र कोल्याप्स भइसक्यो, होइन। नेपाल 0 अवस्थामा छ। 0बाट उठेर माथि बढ्नुपर्ने अवस्था नेपालको कन्डिसन, होइन। त्यो 0 अवस्थाबाट उठेर माथि बढ्नुपर्ने अवस्था छ। तर विशेष गरी घन्टी पार्टी भनौँ न र अहिलेका अरू पुराना पार्टीहरूले के भन्छन्, यही व्यवस्था टिक्ने रे, यही व्यवस्था मान्ने रे, यही संविधान मान्ने रे, यही धर्मनिरपेक्ष मान्ने रे, होइन। सबै कुरो यही व्यवस्था ठिक छ, तर मान्छे टाउको मात्रै चेन्ज गर्ने भन्छन्। हो, यसले कहीँ पुर्याउँदैन। मेरो भनाइ यति मात्रै हो कि यसले कहीँ पनि पुर्याउँदैन। देश अर्को भड्कालोमा जान्छ, अर्को दुर्घटना हुनसक्छ नेपालमा, फेरि अर्को ठुलो विद्रोह हुनसक्छ। हो, त्यो कारणले यिनीहरूले यसलाई कसरी म्यानेज गर्छन् भन्ने कुरा हो। यिनीहरूले म्यानेज त गर्न सक्दैनन्, किनभने यिनीहरूले यही व्यवस्था मानेर आइसक्यो भनेपछि त यो व्यवस्थाको विरुद्ध अथवा विशेष गरी राजसत्ताको पक्षमा, होइन, राजसत्ता सहितको नेपालमा कन्सेप्ट ल्यायो भने मात्रै। र अनि त्यसलाई पनि तपाईँको चाहिँ 0 लेभलदेखि सोचेर, होइन, नेपालको पुरै संरचनाहरू चाहिँ पुनर्संरचना गरेर त्यसरी शब्दमा होइन कि यो पुनर्संरचना गरेर त्यसरी गयो भने त्यसले निकास पाउँछ। फर इक्जाम्पल पृथ्वीनारायण शाहले, होइन, 250 वर्ष पहिला जुन कन्सेप्ट गर्नुभएको थियो र अहिलेको अवस्था हामी देश, अथवा महेन्द्रले भनौँ न, महेन्द्रले त्यो बेलामा के भन्छ पञ्चायती व्यवस्था ल्याएर त्यसपछि नेपालमा चाहिँ उद्योगको लागि एउटा सुनौलो अब यो के स्वर्णयुग भन्छ नि उद्योग क्षेत्रमा त्यो गरेको थियो। हो, त्यस्तो कन्डिसनको अवस्था चाहिन्छ अहिले नेपालमा। तर यिनीहरूले के भन्छ भन्दाखेरि त्यही एउटा फर इक्जाम्पल के दियो भन्दाखेरि भूकम्पबाट घर भत्क्यो, ढल्यो, घरको पिलर मात्रै बाँकी छ। यिनीहरू के भन्छ भन्दा अब त्यो पिलर अहिले भएकालाई अलिअलि मलजल गरेर यता गरेर त्यसलाई अलिकति कनेक्ट गरेर अनि त्यसपछि चाहिँ के भन्छ अनि त्यसपछि हामी अघि बढ्ने, यसैलाई ठिक छ भन्छ। यो पोसिबल छैन, होइन। त्यो कारणले गर्दाखेरि अब नेपालमा के हुन्छ भने अब 2-3टा काम हुन्छ। विशेष गरी विदेशी हस्तक्षेप नेपालमा अत्याधिक हुन्छ। अब यिनीहरूले आउट अफ कन्ट्रोल हुन्छ विदेशी हस्तक्षेप, अहिले नै भइसक्यो। अब अत्याधिक हुन्छ। त्यो सबैले देखाएको कुरा त भनेर अब छैन। विदेशी हस्तक्षेप म्याक्सिमम जान्छ। अब नेपालले थेक्नै सक्दैन। पुरो राजनीतिक अवस्था त्यही छ। जता अहिले जुन युद्धको कुरा गरौँ, अहिले जुन गाजा युद्ध, इरान र अमेरिका इजरायलको युद्ध, त्यसपछि आएर युक्रेनसँगको युद्ध, होइन, युक्रेन र रसियाको युद्ध, जुन युद्धको कुरा गरौँ न हामी, सबै भू राजनीतिसँग जोडिएको युद्ध हो। बिल्कुलै त्यो स्थानीय निकाय अथवा स्थानीय सरकारको भनौँ न, स्थानीय भनेको त्यो एउटा देश र अर्को देशको गभर्मेन्टको अथवा उनीहरूको मात्रै समस्या होइन। अहिले सबै भू राजनीतिक कुराले भइरहेको अवस्था छ। हो, त्यो कारणले गर्दाखेरि विश्वको भू राजनीतिक अवस्था विस्फोटक अवस्थामा छ। उही जलमुखी विस्फोट हुन बाँकी छ अवस्था, होइन। अब त्यस्तो अवस्थामा गुज्रिरहेको अवस्था छ। नेपालमा अवस्था त्यही हो। त्यो अवस्थामा यही व्यवस्था, यही सिद्धान्त गरेर कसरी मान्छे देश अगाडि बढ्छ? पोसिबल छैन, इम्पोसिबल कुरा हो।
यसले अनि त्यो त्यही भयो। अर्को कुरो यसले के गर्छ भन्दाखेरि चाहिँ अब यसले भनौँ अब त्यो जुन नेपालबाट 0 लेभलमा बाट आएर सोचेर माथि पुग्ने भन्ने जुन कन्सेप्ट हुन्छ नि त्यो अवस्था आइपुगेको थियो अहिले। तर विशेष गरी यो इलेक्सनले गर्दा होइन, यो इलेक्सनले गर्दा त्यसलाई रोकेर अब फेरि 5 वर्ष 10 वर्ष फेरि लम्बिने अवस्था भयो क्या नेपालको लागि। त्यो चाहिँ दुर्दशा हो फेरि, किन अब 5 वर्ष 10 वर्षपछि हालत यही हुन्छ फेरि 0मा आयौँ हामी भनेपछि त होइन। यसले त टाइमिङ मात्र लम्ब्याउनु गयो खालि होइन। नेपालको होल समस्या कहाँ हो? होल समस्यालाई पहिले आएर त्यो समस्यालाई चाहिँ पहिले आएर त्यसपछि चाहिँ त्यसलाई अघि बढ्नुपर्ने अवस्था थियो। तर यसले गर्दा चाहिँ लम्ब्याइदियो फेरि त्यो समस्या। मेन समस्या त्यो छ होइन। त्यही नै हो। अहिलेलाई यति गरौँ ल, धन्यवाद।